उपस्थित नेपाल कम्युनिस्ट पार्टी बहुमतका सचिवालय सदस्य कमरेड, केन्द्रीय सदस्यका कमरेडहरू र यहाँ उपस्थित जिल्लाका कमरेडहरू र अभियान यात्री कमरेडहरूमा सर्वप्रथम क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। हामी जुन सङ्कटमा आइपुगेका छौँ, नेपालको अवस्था राजनीतिक अवस्था होस्, सांस्कृतिक अवस्था होस्, भौगोलिक अवस्था होस्, सारा चिजमा हामी सङ्कटग्रस्त अवस्थामा आइपुगेको बेला हामीले हाम्रो पार्टीले यसको निकासको निम्ति हामी निरन्तर रूपमा अभियानमा सहभागी हुन खोजेका छौँ। हामीले विगतदेखि यो विकृति, भ्रष्टाचार, अनियमितता र व्यतिथिको विरुद्धमा आवाज उठाउँदै हामी निरन्तर रूपमा यो राज्य व्यवस्थालाई खबरदारी दिइरहेका छौँ र दिइरहने हामीले प्रतिबद्धता व्यक्त गरेर हामी अगाडि बढिरहेका छौँ। आदरणीय जनसमुदायहरू, कटारीवासी दाजुभाइ तथा दिदीबहिनीहरू, हामी यो भन्न आएका छौँ कि यो आह्वान गर्न आएका छौँ। अहिलेको देशको अवस्था तपाईहरूले देखिसक्नुभयो। थुप्रै आन्दोलनहरू भए। पछिल्लो चरणमा 28 देखि मुनिको आन्दोलनहरू भयो। त्यसले धनजनको क्षतिहरू भए। यो कसरी उत्पन्न भएको हो भन्ने कुरा हामीले बुझ्न आवश्यक छ। हामीले यो आन्दोलन किन सुरुवात भयो, किन अन्त्य भयो भन्ने कुरालाई हामी मनन गर्नुपर्छ। आम नागरिकहरूले यसको बारेमा सोच्नुपर्छ। आज हेर्दै जाँदाखेरि भ्याकेन्सीहरू धेरै खोलिएका छन्। अहिले पार्टीहरू व्यापक रूपमा विस्तार भएका छन्। ती पार्टीहरू संसदीय व्यवस्थालाई जगेर्न राख्नको निम्ति, संसदीय व्यवस्थालाई बचाइरहनको निम्ति गरिएका भ्याकेन्सीहरू हुन्। यता पूर्वमा आउँदा हर्क साङपाङका कुरा छन्, त्यसै उज्यालो नेपालका कुराहरू छन्, त्यसै गरी रविका कुराहरू छन्। पुराना रैथाने पार्टीहरूका कुरा त छोड्नुहोस्। भ्रष्टाचारले चुम्लुङ्गै डुबेको छ। देश बङ्गाल भएको छ रैथाने पार्टीहरूले। यी रैथाने पार्टीहरू हामी ठुला पार्टीहरू भन्ने एमाले, काङ्ग्रेस र माओवादीहरूले यिनीहरूले भ्रष्टाचार नगर्देको भए, यिनीहरूले व्यतिथि नगर्देको भए नेपालमा यत्रो धनको क्षति हुँदैन थियो होला। 52 सालमा जनयुद्ध 10 वर्ष गर्दाखेरि नभएको क्षति 2 दिनको आन्दोलनले क्षति भएको छ। यसको मनन गर्ने यी रैथाने पार्टीहरूले गर्नुपर्छ कि पर्दैन? आदरणीय जनसमुदायहरू, हामी भ्रममा नपरौँ। भ्याकेन्सीमा हामी नाम दर्ता गर्नतिर नजाऊँ। हामीले सही व्यवस्थाको निम्ति वैज्ञानिक समाजवादी व्यवस्था हो। वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नको निम्ति फेरि पनि हामीले आन्दोलन गर्नुपर्छ, युद्ध गर्नुपर्छ। यदि चाहियो भने बदमासहरूलाई, फट्टाहरूलाई, भ्रष्टाचारीहरूलाई यही चोकमा ल्याएर हामीले बलि चढाउन पर्छ। यो नगरेसम्म अगाडि बढ्न सकिँदैन। यी भ्रष्टाचारीहरूले देशलाई खाइसकेका छन्। हाम्रो राष्ट्रियतामा आँच पुग्ने खालका गतिविधि, राष्ट्रघाती सम्झौताहरू गरेका छन्। के हामीले यसलाई हेर्ने होइन? के यो नयाँ भ्याकेन्सीको आधारमा मात्रै तपाईहरूले हामीले नाम दर्ता गरेर हुन्छ? त्यसैले म के भन्न चाहन्छु भने आदरणीय जनसमुदायहरू, तपाईहरू थोरैले सुन्नु होला, धेरैलाई भन्नुहोस्। यो कुरा भन्नुपर्छ। हामी नयाँ भ्याकेन्सीका आधारमा गयौँ भने उही काङ्ग्रेस, एमाले र माओवादी जस्तो हुन्छ। अरू केही पनि हुनेवाला छैन। यो व्यवस्था भनेको संसदीय व्यवस्था, दलाल संसदीय व्यवस्था भनेको खसीको टाउको जुनाएर कुकुरको मासु बिक्री गर्ने थलो। यो थलोमा भ्रष्टहरूले भ्रम सिर्जना गर्छन्। त्यो भ्रममा हामी आम नागरिकहरू यसमा लागेका छौँ। होला भलैरुममा यो व्यवस्थाले गरेका हामीप्रति, हामी जनतालाई जति लादेको छ यो कुरा हामीले अनुभूति गरेका छौँ। अब हामीले सोच्ने बेला आएको छ। नेपाललाई साँच्चीकै स्वतन्त्र खालको नेपाल बनाउने हो भने अब यी फटाहरूलाई हामीले गाउँ निकाला गर्नुपर्छ, गाउँबाट लखेट्नु पर्छ। यसै भयो भने नेपालमा अझै पनि ठुला ठुला लडाइँहरू हुन्छन्, ठुला ठुला क्रान्तिहरू हुनेवाला छन्। त्यो कसको इन्ट्रेस्टमा हुँदैछ भने विस्तारवादीहरूको इन्ट्रेस्टमा हुँदैछ, अथवा भारतको इन्ट्रेस्टमा हुँदैछ, अमेरिकाको इन्ट्रेस्टमा हुँदैछ। त्यसैले तपाईँ हामीले एकचोटि सोच्नुपर्छ। अब आउँदैछ चुनावको कुरा पनि गरिरहेका छन्। अहिले हाम्रो कार्कीको नेतृत्वमा भएको कठपुतली सरकार
यो एउटा कठपुतली सरकार हो। यो सरकारले चुनावको नाटक गरिरहेको छ। यो चुनावले समस्याहरू हल हुँदैन, उही दानवहरू जाने हुन्। यी दानवले मानवीय व्यवहार गर्दैनन्। त्यसैले आम नागरिकहरूलाई हामी यो आह्वान गर्न, यो हामीले सन्देश पुर्याउनको निम्ति हामी गाउँ गाउँमा पुगेका छौँ, घर घरमा पुगेका छौँ। हामी पुग्छौँ नि। त्यसैले विकृतिका विरुद्धको लडाई, विकृतिका विरुद्धको आवाज हामीले सुशासनको निम्ति, सार्वभौम सत्ताको निम्ति हामीले आह्वान गर्ने हो। सार्वभौम सत्ता स्थापना हुन्छ कि हुँदैन, गर्न सक्छौँ कि सक्दैनौँ, तपाईँ हामीले एकचोटि सोच्न आवश्यक देखिन्छ। भलै रूपमा तपाईँहरूले आन्दोलन, हाम्रा भाइ बहिनीहरूले चिया आन्दोलन गर्नुभयो, दृष्टिविहीन भयो। यो एउटा दृष्टिविहीन भयो। यसमा राजनीतिक चरित्र सहित हुनु पर्थ्यो, दृष्टिकोण सहित हुनु पर्थ्यो। अनि आज हाम्रा जीएनजी भाइहरू टुक्रा टुक्रामा विभाजन हुनुभएको छ। कतिपय एमालेको हुनुहुन्छ, कतिपय काङ्ग्रेसको हुनुहुन्छ, कतिपय राप्रपाको हुनुहुन्छ, अरू अरू पार्टीहरूको, धेरै पार्टीहरूको हुनुहुन्छ। टुक्रामा विभाजन भएपछि आफ्नो लक्ष्य र उद्देश्य कहिल्यै पनि प्राप्त हुँदैन। त्यसैले हामीले के भन्ने गरेका छौँ भने अब दृष्टिकोण सहितको आन्दोलनको आवश्यकता छ, राजनीतिक चरित्र सहितको आन्दोलनको आवश्यकता छ। हामीले भन्यौँ, तपाईँले हामीले ब्यानरमा पनि लेखेका छौँ, आदरणीय जनसमुदायहरू, जनसंविधानको लागि जनसङ्घर्ष अभियान। यसमा हाम्रो जनसंविधानको विरुद्धमा खिलाफमा उभिने पट्टाहरूलाई पनि यही अभियानको बिचमा कारवाही गर्छ। कारवाही गरेर अगाडि जान्छौँ। हामी कारवाही नगरेसम्म हुँदैन। त्यसैले आम नागरिकहरूले एकचोटि सोच्ने बेला भएको छ। हाम्रा भाइ बहिनीहरूले पनि सोच्नुपर्छ, सही दृष्टिकोण कहाँ छ। हामीले भनेका छौँ, हाम्रो अभियानको पर्चा हामीले बनाएका छौँ। यो भयो भने मात्रै यस देशमा सुशासन कायम हुन सक्छ। यो भयो भने मात्रै सुशासन कायम हुन सक्छ। हामीले गरेका आन्दोलन, हामीले गरेका युद्धबाट उपलब्ध भएको चिजको रक्षा गर्न सक्छौँ भनेर हामीले उल्लेख गरेका छौँ। तपाईँहरूलाई बाँड्दैछौँ, तपाईँहरूले पढ्नुहोस्, हाल्ने काम नगर्नुहोस्। तपाईँले पढेर एकचोटि हामीलाई सुझाव पनि दिनुहोस्। तपाईँहरूले सुझाव दिनुपर्छ। दिएर हामी नयाँ ढङ्गले हामीले आन्दोलनको सुरुवात गर्छौँ। हामी आन्दोलनको सुरुवात गरिरहेका पनि छौँ। तपाईँले हेर्नुभयो भने न्यायालयमा जाँदाखेरि न्यायालयले जे अन्याय गरिरहेको छ त्यसको विरुद्धमा हामीले कालो मोसो दल्यौँ। जहाँ कि मान्छेहरूलाई जिउँदै इट्टाभट्टामा लिएर मार्ने मान्छेलाई अदालतले उन्मुक्ति दिएको थियो। त्यो अदालतका न्यायाधीशहरूलाई हामी, त्यो अदालतका न्यायाधीशहरूलाई हामीले कालो मोसो पनि दल्यौँ। भ्रष्ट छ न्यायपालिका, कार्यपालिका त्यस्तै खालको छ, व्यवस्थापिका त्यस्तै खालको छ। यी भ्रष्टहरूले गर्दाखेरि देश एकदम चुब्लुङ्ग डुबेको छ। बेरोजगारीहरूले बढ्दो अवस्थामा छ। विदेशीहरूले के गर्छन् त भन्दा अर्को देशले जहाँ होस् कामदारहरू जन्मिने खालको देश बनाउँदैछन्। हाम्रा युवाहरू, आज नौजवान युवाहरू विदेशमा भौतारिनु पर्ने अवस्था सिर्जना भएको छ। यो कसका कारणले भएको हो? यो व्यवस्था सञ्चालकहरूका कारणले भएको। व्यवस्था सञ्चालकहरूले जानेर यस्ता खालका मजदुरहरू जन्माउने खालको विधि र पद्धति निर्माण गरे, संविधान निर्माण गरे। यो संविधानले के गराइदियो भने विदेश जाने खुल्ला गरिदियो। यस्तो तरिकाले यो राज्य चलिरहेको छ। राज्य सञ्चालकहरू यसरी चलिरहेका छन्। त्यसैले हामी आम नागरिकहरूलाई हामी के भन्छौँ भने हामी यो व्यवस्थाको विरुद्धमा, यो परिस्थितिको विरुद्धमा एकचोटि आवाज उठाउनै पर्छ। तपाईँ हामी सबै एकचोटि लागेर अगाडि बढ्यौँ भने हामीले हाम्रो व्यवस्था भनेको व्यवस्था, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर हामी जान सक्छौँ। वैज्ञानिक समाजवादी व्यवस्था यदि आइपुग्यो भने वैज्ञानिक समाजवादी व्यवस्थाले अहिलेको व्यवस्था भन्दा 1000 गुणा माथि हुन्छ, 1000 गुणा माथि हुन्छ। यसले सुव्यवस्थाको कायम गर्छ र सुव्यवस्था कायम गरेर हामी अगाडि बढ्छौँ। त्यसैले आम नागरिकहरूले एकचोटि सोच्नुपर्छ। तपाईँहरूले हाम्रा कुरा सुनिदिनुहोस्। हामीले भोट माग्नको निम्ति आएका छैनौँ। हामीले भोट दिनुहोस्, हामी विजय हुन्छौँ भनेर हामी नारा दिएर यहाँ आइपुगेका छैनौँ। अब यो व्यवस्थाका हतियारहरूलाई हामीले भोट होइन, हामीले चोट दिनुपर्छ। आगुन 21 गतेको निर्वाचनलाई पूर्ण रूपमा खारेज गर्नुपर्छ। बहिष्कार होइन, खारेज गर्नुपर्छ। खारेजको शब्द लिएर जाउँ। हामीले भोट होइन, चोट दिएर पठाउनुपर्छ दलालहरूलाई।